नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई टेक्निकल हेल्थ गुरुमा। आजको यस भिडियोमा हामी इन्टरनेट डाउनलोड म्यानेजर अर्थात् आइडिएम कसरी डाउनलोड र इन्स्टल गर्ने कुरा स्टेप बाई स्टेप हेर्नेछौँ। साथै आइडिएमलाई अफिसियली तरिकाले एक्टिभेट कसरी गर्ने भन्ने पनि देखाउनेछौँ। यस भिडियो अन्तिमसम्म हेर्नुहोला र उपयुक्त लागि भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। अब सुरु गरौँ भिडियोतिर। सुरुमा हामी के गर्ने भने हामी फर्स्टमा हामी क्रोम खोल्ने है। क्रोममा यहाँ चाहिँ टाइप के गर्ने भने नि SOFT soft डट 98 soft 98 डट IR यो टाइप गरिसकेपछि इन्टर गर्ने बित्तिकै हामीले यहाँ फर्स्टमा यो साइड एउटा देखिन्छ soft 98 डट IR भनेर यसमा क्लिक गर्ने। यसमा क्लिक गरेपछि हामीले यस्तो ल्याङ्ग्वेज एउटा यहाँ साइड खोल्छ। यो साइड यो अब यहाँदेखि हामीले यस्तो मात्रै बुझिँदैन है। त्यसको लागि हामी यहाँ क्रोममै त्यही भएर क्रोमबाट खोल्नुपर्छ। क्रोममा हाम्रो यहाँ ल्याङ्ग्वेज ट्रान्सलेसनको आवश्यकता छ। यहाँ इङ्ग्लिसमा गरिदिने। इङ्ग्लिसमा गर्ने बित्तिकै अटोमेटिकै चेन्ज हुन्छ, इङ्ग्लिस जान्छ। अब हामीले के गर्नु पर्यो भने आइडिएम डाउनलोड गर्नु पर्यो। आइडिएमको लागि अब यहाँ गएर सर्च गरौँ। यहाँ टाइप गर्नुपर्ने हुन्छ। के टाइप गर्ने भने हामीलाई आइडिएम त्यो गर्नु छ, त्यही भएर आइडिएम टाइप गरेर इन्टर गर्ने। इन्टर गरिसकेपछि फेरि यहाँ ल्याङ्ग्वेज यो आयो होइन, यसलाई फेरि इङ्ग्लिसमा कन्भर्ट गर्ने। यति गरिसकेपछि तल हेर्दाखेरि यहाँ हाम्रो यहाँ आइसकेछ इन्टरनेट डाउनलोड म्यानेजर हो। अब यसमा चाहिँ यहाँ क्लिक गर्ने टु बी कन्टेन्ट भन्ने यसमा यो क्लिक गरेपछि अब यसको फेरि हाम्रो अर्को पेज खुल्छ। यो पेज खुलिसकेपछि हामी फेरि तल हेर्दै जाँदाखेरि तल यहाँ आउँदाखेरि हाम्रो यहाँ रहेछ, यहाँ छ आइडिएम विथ सायद अब मिनिट होइन इन्क्लुडिङ एक्टिभेटर भनेर जुन दिएको छ हो यही हो हाम्रो। यसमा के हुन्छ हामीलाई आइडिएमको सेटअप फाइल प्लस क्याप फाइल दुइटै दिएको हुन्छ यहाँदेखि है। अब यहाँदेखि हामी के गर्ने क्लिक गरेपछि अटोमेटिक डाउनलोडमा हुन्छ। यो डाउनलोड हुन थाल्यो है। अब यो डाउनलोड भइसकेपछि डाउनलोड भइरहेछ। अब डाउनलोड कम्प्लिट भएपछि यसलाई ओपन गर्नुपर्ने हुन्छ। जस्तो अब हाम्रो यो डाउनलोड कम्प्लिट भयो। अब यसलाई ओपन गरेँ। ओपन गरिसकेपछि अब सुरुमा हामीले अब चाहिँ के गर्नुपर्ने हुन्छ, हामीलाई विन्डो डिपेन्डर फर्स्टमा अफ गर्नुपर्ने हुन्छ। यहाँ सर्चमा गएर WINDO विन्डो डिपेन्डर, यहाँ विन्डो सेक्युरिटी आइसक्यो। विन्डोज डिपेन्डरलाई अफ गर्नुपर्ने हुन्छ। यसमा गएर यहाँ छ बायोस 342 भन्ने यसमा क्लिक गरेपछि यसलाई अफ गरिदिने पहिला। यो अफ गरिसकेपछि फेरि हामी ब्याक यसमा आउने हाम्रो डाउनलोड भएको ठाउँमा। यहाँ आइसकेपछि यसमा डबल क्लिक गरेर यसलाई ओपन गर्ने। ओपन गरिसकेपछि यहाँ इन्टरनेट डाउनलोडको यहाँ सेटअप छ, यसलाई ओपन गर्ने। अब हाम्रो यहाँ सेटअप फाइल चाहिँ कहाँ छ भने यहाँ सेटअप डट EXE भनेको हाम्रो आइडिएमको सेटअप फाइल हो। अब यसमा हामी डबल क्लिक गरेर यसलाई रन गर्ने। डबल क्लिक गरेपछि यहाँ एउटा पासवर्ड माग्छ, जुन त्यसको पासवर्ड के रहेछ भने यहाँ पासवर्ड हाल्नुपर्ने हुन्छ। यसको पासवर्ड चाहिँ SOFT soft 98 डट IR यसको पासवर्ड चाहिँ यो रहेछ। ओके गर्ने। ओके गरिसकेपछि हाम्रो यहाँ अब यहाँ एस गरिदिने। अब यो हाम्रो इन्स्टल भइरहेछ। नेक्स्ट गरेपछि यहाँ एक्सेप्टमा टिक लगाएर नेक्स्ट गरिदिने। यति गरिसकेपछि हाम्रो विन्डोज इन्स्टल आइडिएम इन्स्टल भयो। आइडिएम इन्स्टल भइसकेपछि अब हेर्नु हाम्रो आइडिएम इन्स्टल भइसकेछ। अब